नमस्ते नमस्ते भन्न चाहन्छु जसले मेरो यो पेजलाई हेर्दै हुनुहुन्छ। तपाईहरु परिचित अपरिचित जो जहाँबाट हुनुहुन्छ तपाईहरुको लागि चाहिँ आज मैले एउटा सानो भिडियो लिएर आएको छु। जुन भिडियो फेसबुकबाट चाहिँ तपाईहरु जो जहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुको लागि चाहिँ अब मलाई कमेन्टतिर प्लस इनबक्समा धेरै जनाले भन्नुभएको थियो हामीलाई पनि सिकाइदिनुस् भनेर चाहिँ भन्नुभएको थियो। म चाहिँ अलिकति खुल्ला बाहिर पनि काम गर्ने भएको हुनाले गर्दाखेरि एक एक गरेर तपाईहरु सबैजनाले सिकाउनलाई चाहिँ अलिकति मलाई गाह्रो महसुस भएको हुनाले गर्दाखेरि चाहिँ मैले यो भिडियोमा उतार्ने प्रयास गरेको छु है। फर्स्ट अफ अल आजको टपिक रहेको छ हामीले चलाउँदै गरेको फेसबुक आइडीलाई है, हामीले चलाउँदै गरेको फेसबुक आइडीलाई चाहिँ पेजमा कन्भर्ट गरेर कसरी चाहिँ प्रोफेसनल ड्याशबोर्ड खुलिसके पछाडि चाहिँ हामीले काम गर्दाखेरि के गर्दाखेरि चाहिँ हैन अब हामीलाई चाहिँ कन्टेन्ट मोनेटाइज मिल्छ त्यसको लागि चाहिँ प्रक्रियाहरू जुन फेसबुकले बनाइदिएको नियम छ त्यो नियम अनुसार हामीले काम गर्न चाहिँ के गर्नुपर्छ भन्ने विषयमा चाहिँ म तपाईहरुलाई अलिकति क्लियर पार्ने प्रयास गर्छु। मलाई धेरै आउँदैन, म स्टार्टिङ फेजमै छु हैन। सो त्यही भएर तपाईहरुलाई चाहिँ मैले जति जानेको छु त्यो कुराहरू भिडियोमा उतार्ने प्रयास गर्छु। कतै काहीँ मिस्टेक भएको खण्डमा चाहिँ तपाईहरुले कमेन्ट बक्समा राखिदिनु होला। सो आगामी दिनमा अझै थप केही कुराहरू चाहिँ सुधारेर त्यसै गरी भिडियोमा लिएर आउने म प्रयास गर्छु। सो म सरसर्ती आजको टपिकलाई अगाडि बढाउन चाहे। टपिकलाई अगाडि बढाउनुभन्दा अगाडि तपाईहरुलाई म हम्बल रिक्वेस्ट गर्न चाहन्छु, यदि नयाँ कसैले पनि मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ भने मेरो पेजलाई फलो गरिदिनु होला, लाइक गरिदिनु होला है, कमेन्ट गरिदिनु होला। यदि यो भिडियो मन पर्छ भने आफ्नो साथीहरुसम्म शेयर गरेर पुर्याइदिनु होला भन्न चाहन्छु ताकि मलाई यस्तै यस्तै कन्टेन्टहरु लिएर आउनलाई हौसला मिलिराखोस्। सो म आजको टपिकलाई म सरसर्ती अगाडि बढाउन चाहे। फर्स्ट अफ अल हामीले फेसबुकको प्रोफाइल खोलिसके पछाडि जसमा हामीले साइडमा हेर्न सक्छौं 3 डट क्लिक गर्नुपर्ने हुन्छ हैन। सो प्रोफाइल खोलेर यो साइडमा 3 डटमा चाहिँ हामीले क्लिक गरौँ हैन। सो 3 डटमा क्लिक गरिसके पछाडि यसमा ध्यान दिनुपर्ने कुराहरू छ। जसले प्रोफाइल लक गरेर फेसबुक चलाउनुहुन्छ उहाँहरूले चाहिँ यदि फेसबुक सम्बन्धी काम गरेर चाहिँ मोनेटाइज टुल एचिभ गर्न चाहनुहुन्छ भने चाहिँ प्रोफाइल लक गर्न मिल्दैन है। फर्स्ट अफ अल प्रोफाइल लक गरेको हुनु भएन त्यसपछि है। अनि यो प्रोफाइल लक गर्दाखेरि चाहिँ के हुन्छ भन्दा भने हाम्रो फ्रेन्ड मात्रै सीमित जो फ्रेन्ड हुनुहुन्छ उहाँहरूले मात्रै हेर्न सक्नुहुन्छ। सो हामीले पोस्ट गर्दै गरेको रिल फोटो भिडियो जे जति छ बाहिर पब्लिकमा चाहिँ भाइरल हुँदैन। सो त्यो भइसकेपछि भ्युज आउँदैन, भ्युज नआइसके पछाडि हामीलाई चाहिँ त्यो कन्टेन्ट मोनेटाइजेसनको टुल चाहिँ मिल्दैन कि। सो त्यही भएर फेसबुक प्रोफाइल लक गर्नु भएन है। पहिलो नम्बर यो कुरा याद गर्नु होला। र सेकेन्डमा अब हामीले चाहिँ यहाँ तल हेरौँ टर्न अन प्रोफेसनल मोड भनेको छ, यसलाई क्लिक गरेर चाहिँ अन गर्नुपर्ने हुन्छ हैन। सो मैले यहाँनिर अन गरे। अन गरिसके पछाडि फेरि यहाँनिर चाहिँ वेलकम टु प्रोफेसनल मोड भनेको छ हैन। सो यसमा मैले नेक्स्ट गर्छु, तपाईहरुले पनि नेक्स्ट गर्नु होला है। र फेरि पनि मैले नेक्स्ट गर्छु। यहाँनिर तपाईहरु यो स्क्रिनमा हेरेर पनि जस्ताको तस्तै कपी गर्नुभयो भने पनि पक्कै पनि तपाईहरुले सही जानकारी पाउँदै हुनुहुन्छ। सो अब यहाँ आइसके पछाडि है चोइस योर डिफल्ट अडियन्स भनेको छ। यसमा चाहिँ तपाईहरुले पब्लिक चुज गर्नुपर्ने हुन्छ हैन। किनकि फ्रेन्ड चुज गर्यौं भने हाम्रो आइडीमा जतिजना साथीहरु फ्रेन्ड हुनुहुन्छ उहाँहरूले मात्रै हेर्न सक्नुहुन्छ। सो त्यही भएर पब्लिक गर्यो भने चाहिँ हामीले पोस्ट गर्दै गरेको कन्टेन्ट फोटो भिडियो रिल जे छ त्यो पब्लिकमा भाइरल हुन्छ है त। सो अब मैले नेक्स्ट गरे। नेक्स्ट गरिसके पछाडि यहाँनिर कन्फर्म गर्नु भनेको छ। यो कन्फर्म गर्नुभन्दा अगाडि तपाईले यहाँ हेर्नु होला, जति पनि यहाँ देख्नु भएको छ सकेसम्म सबै चीजमा यहाँनिर हामीले पब्लिकमा चाहिँ अन गरेर छोडिदिनु पर्ने हुन्छ है त। सो मैले कन्फर्म गरे। कन्फर्म गरिसके पछाडि यस्तो खालको इन्टरफेस हामीले देख्न सक्छौं। स्टार अर्निङ टुडे भनेको छ हैन। सो हामीले फोटो भिडियो रिल हामीले पोस्ट गर्दै जाने क्रममा स्टार्टिङमा चाहिँ है हामीलाई मोनेटाइजेसन टुल मिल्ने भनेको स्टारको सेटअप खुल्छ हैन। सो त्यसमा हामीले बैंक सेटअपहरु गर्न मिल्छ। सो बैंक सेटअप गर्नको लागि आत्तिनु पर्दैन स्टार्टिङ फेजमा, किनकि हामीलाई पैसा मिल्ने भनेको स्टार
को सेटअप गर्दाखेरि चाहिँ हामीलाई कसैले अब हामीले पोस्ट गरेको फोटो भिडियोमा चाहिँ स्टार दिनुभयो भने त्यसबाट मात्रै पैसा मिल्ने हो। सो सब्सक्राइबमा पनि त्यस्तै नै हो। कसैले सब्सक्राइब गर्नुभयो भने हामीले तोकेको त्यहाँनिर अब कति राखेको छ मार्जिन त्यो आधारमा हामीलाई चाहिँ अब इन्कम हुने हो। सो यो दुई चिजबाट खासै इन्कम हुँदैन। सो तपाईँहरूलाई चाहिँ अब यो मोनेटाइजेसन टुल चाहिँ अब सेटअप गर्नको लागि चाहिँ ब्याङ्क सेटअप गर्नको लागि के गर्नुपर्छ र पैसा कुनबाट कसरी हुन्छ भन्ने विषयमा थोरै तपाईँहरूलाई म अहिले क्लियर पार्ने म प्रयास गर्छु। सो अहिले मैले नेक्स्ट गरेँ। सो फेरि पनि नेक्स्ट गर्छु म। यहाँ हेर्नु होला है, जस्ताको जस्तै तपाईँहरूले कपी गर्नुभयो भने पनि तपाईँहरूले पक्कै पनि सही जानकारी पाउँदै हुनुहुन्छ। सो अब यहाँनिर चाहिँ के देखाएको छ भन्नुलाई भने सेलिब्रेट विथ प्रोफाइल फ्रेम भनेको छ। यहाँनिर जुन हामीले चाहिँ यो प्रोफेसनल ड्यासबोर्ड खोल्दाखेरि चाहिँ यहाँनिर एउटा आइकन आउँछ। हामीले चाहिँ प्रोफाइललाई चाहिँ पेजमा कन्भर्ट गरेको भनेर यो आइकन देखाउने नदेखाउने भनेर चाहिँ यहाँनिर अप्सन दिएको छ। सो मैले चाहिँ स्केप गरेँ। तपाईँहरू यदि त्यो देखाउन चाहनुहुन्छ भने ओकेमा क्लिक गर्नु होला हैन। सो गो टु प्रोफेसनल ड्यासबोर्ड भनेर आएको छ। मैले गो टु प्रोफेसनल ड्यासबोर्ड थिचेँ। अब यहाँनिर आइसके पछाडि प्रायः जस्तो साथीहरूले याद गर्नु होला, यहाँनिर विकली च्यालेन्जको छेउमा चाहिँ अब हामीलाई चाहिएको के हो त हैन। मैले चाहिँ पहिल्यै यहाँनिर चाहिँ क्लिक गरिसकेको छु। सो यहाँनिर चाहिँ हामीले आई निड मोर पिपल्स अर्थात् यस्तै के भनेर आउँछ, त्यसको विषयमा तपाईँहरूलाई त्यो भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु हैन। सो त्यो अप्सन क्लिक गर्नुभयो भने चाहिँ तपाईँहरूलाई एकदमै सजिलो हुन्छ के है। सो अब यहाँ आइसके पछाडि हामीले फोटो भिडियो रिल पोस्ट गर्नको लागि चाहिँ अब हामीले के गर्ने त हैन। म त्यसको विषयमा तपाईँहरूलाई थोरै म जानकारी गराउँछु। यहाँबाट पनि मिल्छ, तर म तपाईँहरूलाई सुरुबाट देखाउन चाहन्छु है। अहिलेको लागि मैले यसलाई हटाइदिएँ। सो फेरि म फेसबुकलाई अन गरेर देखाइदिन्छु म तपाईँहरूलाई हैन। प्रोफाइलमा जाने, प्रोफाइलमा गइसके पछाडि अब यहाँ हेर्न सक्नुहुन्छ प्रोफेसनल ड्यासबोर्ड अन भइसकेको छ। मैले यहाँ क्लिक गरेँ। सो क्लिक गरिसकेपछि स्टार विथ च्यालेन्ज भनेको छ। यहाँनिर क्लिक गर्दाखेरि सेम अघिकै कन्डिसन आएको छ, तर अब यहाँनिर हामीले त्यो पोस्ट गर्नु पर्दाखेरि चाहिँ डाइरेक्ट पोस्टमा गएर पोस्ट गर्दाखेरि हुँदैन। प्रोफेसनल ड्यासबोर्ड अन गरेर यहाँबाट चाहिँ हामीले यसको नियमअनुसार काम गर्नुपर्ने हुन्छ। जसमा जस्तो कि अब अहिले नयाँ पेज भएको हुनाले गर्दाखेरि यहाँ चाहिँ 3 न्यू फलोअर्स भनेको छ हैन। 3 जना कुनै नयाँ व्यक्तिले फलो गरेको हुनु पर्यो। यस्तै तपाईँहरूकोमा अब 3 जना 5 जना 10 जना देखाउन सक्छ है। सो अहिले 3 जनामा मेरो 1 जना अरू कसैले फलो गरिसक्नु भएको छ। सो 2 जना बाँकी छ। त्यसै गरी तल यहाँनिर चाहिँ अब 3टा पोस्ट नयाँ हुनु पर्यो है। न्यू पब्लिक पोस्ट, फोटो भिडियो रिल मैले जे पोस्ट गरे पनि 3टा हुनु पर्यो। सो कुनै पनि चिज पछाडि यहाँ देखाएको छ हैन। सो यदि हामीले पोस्ट गर्दाखेरि त्यो कन्टेन्ट पुरा भएको छ भने चाहिँ यतापट्टि हैन राइट साइडमा आएर चाहिँ बस्छ। जस्तो कि अब मेरो 3 जना फलोअर्सको ठाउँमा 1 देखाइराखेको छ, तपाईँहरूले स्क्रिनमा हेर्न सक्नुहुन्छ। अब मलाई 2 जना चाहियो भने तल यो न्यू पोस्टको लागि चाहिँ मैले केही पनि गरेको छैन। यदि मैले अहिले एउटा फोटो अथवा भिडियो केही पनि पोस्ट गरेँ भने 3 को ठाउँमा 3 नै रहन्छ, तर 0 को ठाउँमा चाहिँ 1 हुन्छ के। सो 2टा भएपछि 2 हुन्छ, 3टा भएपछि 3 हुन्छ। सो बिस्तारै यो च्यालेन्ज कम्प्लिट हुन्छ है। सो यहाँभन्दा तल यो यहाँनिर चाहिँ अटोमेटिकली सेयर योर इन्स्टाग्राम पोस्ट अन टु फेसबुक भनेको छ। यो चाहिँ हाम्रो इन्स्टाग्राम छ भने त्यहाँ पनि कन्भर्ट गरेर अटोमेटिक सेयर हुने त्यो हामीले बनाउन सक्छौँ। त्यो तपाईँहरूले त्यो गर्न सक्नुहुन्छ। सो एड योर बियो भनेको छ। अब हामीले त्यो फेसबुक प्रोफाइलको नामको तल के राख्ने त्यो आधारमा चाहिँ अब हामीले राख्न सक्यो हैन। सो अहिलेको लागि यति नै। अब अर्को यो भयो विकली च्यालेन्ज हैन। अब अर्कोमा चाहिँ अब हामी यहाँनिर कहाँ जानुपर्ने हुन्छ भने सेम अघिको जस्तो कि यहाँनिर मैले मेरै नामबाट चाहिँ खोलेको नयाँ पेज हो हैन। यहाँनिर चाहिँ अब हामीले हेर्नुपर्ने हुन्छ। जस्तो कि यहाँनिर हेर्दाखेरि अहिले मोनेटाइजेसन इलिजिबल मेरोमा छैन हैन। 500 भन्दा बढी फलोअर्स भइसके पछाडि यो ठाउँमा चाहिँ मोनेटाइज इलिजिबल हुन्छ के। सो मलाई चाहिँ त्यहाँनिर स्टारको सेटअप यहाँ तल म तपाईँहरूलाई म देखाइदिन चाहन्छु। जस्तो यो ठाउँमा चाहिँ यहाँ जति ताला लागेको छ नि हैन, यो ठाउँमा चाहिँ एउटा कुनै ओके मैले चाहिँ तपाईँहरूलाई भिडियोमा देखाउने प्रयास गरेको थिएँ, तर मेरोमा चाहिँ स्टोरेज फुल भएको हुनाले गर्दाखेरि चाहिँ अलिकति समस्या आइरहेको छ। र पनि म तपाईँहरूलाई प्रयास गर्छु हैन। सो हामीलाई पैसा कहाँनिर र कहिले कमाइ हुन्छ भन्ने विषयमा चाहिँ
तपाईहरु ढुक्क हुनुस् है, आतिएर हुँदैन। सो जब यो मोनेटाइज भन्ने अप्सनमा चाहिँ हैन, सो यो स्टारको सेटअप, एड अन रिल्सको सेटअप, अनि बोनसको सेटअप, अनि इन स्ट्रिम एड्सको सेटअप यो खुलिसके पछाडि यहाँबाट चाहिँ हामीलाई कमाइ हुने हो हैन। सो त्यही भएर तपाईहरु जबसम्म यो तालाहरु खुल्दैन तबसम्म चाहिँ कन्टिन्यू अघि मैले भनेकै आधारमा हैन। इक्जाम्पलमा फेरि पनि तपाईहरुलाई म देखाउन जान्छु। यहाँ होममा गएँ, फेरि यहाँ क्लिक गर्ने, विकली च्यालेन्ज भनेको ठाउँमा चाहिँ अब यहाँनिर चाहिँ फेरि मैले दबाएँ हैन। सो यो कन्टेन्टको आधारमा जस्तो कि अलि पछि हाम्रोमा चाहिँ भ्युवर्सहरु अलि बढी नै भइसके पछाडि, फलोअर्स बढी नै भइसके पछाडि चाहिँ कुनै कुनै समयमा चाहिँ यहाँनिर चाहिँ अब एक हप्ताभित्रमा चाहिँ 30-40 जना फलोअर्स बनाउनु पर्ने, अर्थात् 1000 जनै पुर्याउनु पर्ने त्यस्तो खालको च्यालेन्जहरु पनि आउँछ। सो जति सक्दो हामीले त्यो तरिकाले काम गर्यौं भने चाहिँ छिटो हामीलाई कन्टेन्ट मोनेटाइजेसनको टुल चाहिँ मिल्छ है, अनि मात्रै हामी पैसा कमाउन सक्छौं फेसबुकबाट। सो साधारणतया हामीले 2-4 दिन फोटो भिडियो पोस्ट गरेकै भरमा चाहिँ कमाइ हुँदैन, त्यसको लागि धैर्य गर्नुपर्ने हुन्छ। असम्भव छैन साथीहरु, सबैजनालाई सम्भव छ। सो अहिले नेपालमा बसेर होस् चाहे विदेशमा बसेर होस्, बाटोमा यात्रा गर्दै गर्दा, हिँड्दै गर्दा, बस्दै गर्दा, अथवा कामबाट फर्किँदै गर्दा, ड्युटीमा जाँदै गर्दाखेरि हैन, काममा जाँदै गर्दाखेरि चाहिँ अब एउटा फोटो भिडियो पोस्ट गरेको भरमा पनि कमाउने साथीहरुले कमाइरहनु भएको छ, जुन त्यो ज्वलन्त उदाहरण तपाईहरुले सामाजिक सञ्जाल फेसबुक युट्युबतिर देखिरहनु भएको छ। सो त्यही भएर चाहिँ अहिलेको लागि यति नै जानकारी दिन चाहे। बाँकी अब हामीले चाहिँ अब ब्याङ्क सेटअप गर्ने कसरी हो भन्ने विषयमा चाहिँ म त्यो पनि म तपाईहरुलाई अलिकति म क्लियर पार्दिन। यहाँ हेर्न सक्नुहुन्छ, मैले अस्ति भर्खरै एउटा नयाँ पेज खोलेको थिएँ, जुन पेजमा चाहिँ मलाई स्टारको सेटअप आइसकेको छ कि है। सो म तपाईहरुलाई देखाइदिन चाहन्छु जस्ताको तस्तै। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। जब हामीले चाहिँ फोटो भिडियो कन्टिन्यू पोस्ट गर्दै जाने क्रममा चाहिँ, कन्टिन्यू काम गर्दै जाने क्रममा चाहिँ हो यसरी आउँछ कि यहाँ मोनेटाइजमा मैले क्लिक गरेँ, यहाँ हेर्नुस् स्टार्स है, यो सेटअप गर्नु भनेर आएको छ है। लेट योर फ्यान्स सपोर्ट यु बाइ सेन्डिङ स्टार सेन्ड गिफ्ट भनेको छ हैन। सो हामीले यसमा सेटअप गर्दाखेरि चाहिँ ब्याङ्कको खाता नम्बर अर्थात् पेपल एकाउन्ट है हामीले के सेभ गर्ने यो विषयमा पछि तपाईहरु माझमा भिडियो लिएर आउँछु हैन। अनि यो हामीले सेभ गरिसके पछाडि फेरि पनि निरन्तर फोटो भिडियो, लङ भिडियो हैन, रिल्सहरु पोस्ट गर्दै जाने क्रममा बिस्तारै बिस्तारै यो तलको तालाहरु खुल्दै जान्छ। यदि यो तलको तालाहरु खुलेन भनेदेखि एकैचोटी तपाई हामीलाई चाहिँ कन्टेन्ट मोनेटाइज टुल मिल्छ। म त्यो तपाईहरुलाई म भिडियोमा पनि राखिदिन्छु है। त्यो टुल मिलिसके पछाडि चाहिँ अनि यो बोनसको, अनि यो तपाईको चाहिँ यो इन्स्ट्रम एडको हैन, अनि तपाईको एड अन रिलको यो सबै चाहिँ एकै ठाउँमा जम्मा भएर हामीले फोटो पोस्ट गर्दा पनि, भिडियो पोस्ट गर्दा पनि सो हामीलाई थोरै भए पनि इन्कम आउने माध्यम बन्छ। त्यसको लागि कन्टेन्ट मोनेटाइजेसन टुल जब हामी प्राप्त गर्छौं अनि मात्रै हुन्छ है। नत्र भने त्यो आउनु भन्दा अगाडि यो एड अन रिल्स, अनि बोनस, अनि इन स्ट्रिम एड यो इनर खोलो भने यसबाट पनि पाइन्छ है त साथीहरु। सो आजको भिडियोमा म यति नै भन्न चाहे। तपाईहरुलाई मैले यो दिँदै गरेको जानकारी के कस्तो लाग्यो, यदि मन पर्छ भने पक्कै पनि साथीहरुसम्म शेयर गरेर सहयोग गर्नु होला भन्न चाहन्छु। र आगामी दिनमा फेरि पनि म यस्तै भिडियो तपाईहरुले कमेन्ट राखिदिनु होला। तपाईहरुले कमेन्ट गरेको आधारमा ब्याङ्क सेटअप कसरी गर्ने, के गर्ने भन्ने विषयमा मलाई थाहा भएको कुराहरु म भिडियोमा उतारेर फेरि पनि म ल्याउने प्रयास गर्छु। अहिलेको लागि यति नै भन्न चाहे। हस्त, थ्यांक यू सो मच, नमस्ते, तपाईहरुको दिन शुभ रहोस्। र जाँदा जाँदै म यो पनि भन्न चाहे, मेरो पेजलाई फलो गर्न नबिर्सिनु होला है, र साथीहरुलाई पनि फलो गर्नको लागि अनुरोध गर्नु होला, ताकि मलाई यस्तै यस्तै भिडियो ल्याउने हौसला मिलोस् है त। मेरो आरके स्मार्ट नेपाल जुन यो च्यानल तपाईहरुले देखिसक्नु भएको छ हैन। सो यही नाम गरेको मेरो युट्युब पनि छ। सो युट्युबतिर गएर पनि सब्स्क्राइब गर्नु होला है। रामकाजी अफिसियल युट्युब च्यानल पनि छ, त्यहाँ पनि तपाईहरुले गएर भिजिट गर्न सक्नुहुन्छ, जसमा चाहिँ म एउटा अलरेडी डिएक्सन क्षेत्रमा आबद्ध भएको हुनाले गर्दाखेरि सो डिएक्सनमा हामी कसरी सफलता हुन सकिन्छ, डिएक्सन प्लेटफर्म के हो, कहिले कहाँबाट उत्पन्न भएको लगायत
डिएक्सनको प्रोडक्टको बारेमा पनि मैले त्यहाँनिर चाहिँ राख्ने गरेको हुन्छु है। सो तपाईँहरूले त्यहाँ हेर्न र जतिसक्दो जहाँ जाँदै म के भन्न चाहन्छु भने तपाईँहरूलाई मेरो पेजलाई फलो गरिदिनु होला। यदि मेरो भिडियो मनपर्छ भने साथीहरूसम्म सेयर गरिदिनु होला है। र तपाईँहरूले पनि जानेको कुराहरू केही छ भने कमेन्ट बक्समा राखिदिनु होला भन्न चाहन्छु है। एक आपसमा सपोर्ट गरौँ, मिलेर काम गरौँ। पक्कै पनि असम्भव छैन। हामीले एकैचोटि धेरै कमाउने खालको बन्छौँ भन्न त मिल्दैन, तर थोरै थोरै गरेर प्रयास गऱ्यौँ भने चाहिँ असम्भव छैन जस्तो लाग्छ। सो तपाईँहरूको दिन शुभ रहोस्। हस् त, थ्याङ्क यू सो मच है।